हेलो कुसुसङपोला अनि सबैजनालाई नमस्ते होइन। धेरै दिनको बादमा चाहिँ होइन म चाहिँ आमा छोरी भएर होइन बिफ मोमोको मुकबाङ लिएर आइरहेको छु होइन। अनि यहाँनिर छ बिफ मोमो उसको पनि, अनि यहाँनिर छ सुप, यहाँनिर छ अचार, अनि यहाँनिर छ पर्क। यो चाहिँ भाग्छ होइन पर्क। यो चाहिँ होइन अस्ति गान्तोकबाट आइले दिइपठाउनु भएको थियो होइन। यसलाई चाहिँ अब हाम्रो चाहिँ यहाँ घरमा खाने मान्छे छैन नि त, मेरो हस्बेन्डले पनि खानु हुँदैन, उसले पनि त्यस्तो मन पराउँदैन होइन। अन्त आज चाहिँ मैले चाहिँ अब मजाले उसिनेर चाहिँ सिटी लगाएर चाहिँ होइन मजाले तेलमा मजाले हल्का फ्राई गरेँ हो। अनि मेरो भिडियो हजुरहरूलाई होइन मेरो मुकबाङको भिडियो होइन हजुरहरूले मन पराइदिनुहुन्छ भने आशा साचेको छु। अनि लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला। प्लिज सब्सक्राइब चाहिँ गरिदिनुहोस् होला होइन। के भन्नु छ? अन्त एउटा च्यालेन्ज पनि छ यसपछि, एउटा यो मोमोमा चाहिँ त्यो उयो छ खोर्सानी हालेको छ डल्लै। यहाँ मोमोमा चाहिँ अब यहाँनिर चाहिँ एउटा मोमोमा चाहिँ नि डल्ले दुईटा डल्ले खोर्सानी हालेर चाहिँ हामीले बनाएको छ, तर कसमा परेको छ त्यो केही याद छैन। भरे खाना यहाँ हुनु पनि सक्छ, नभए यहाँनिर होइन डिस्कमा पर्नु पनि सक्छ। हुन्छ बेसी हल्ला नगरिकन अब चाहिँ हामी चाहिँ खानु थाल्यो। ब्याक म्युजिक चाहिँ अलिकति खराब छ किनकि गुल गराउँदैछ। अचार अचार चाहिँ लसुन र टमाटर। ल खाउँ त है। खाऊ म त खाएको फर्स्ट बाइट। एकदमै जुसी टुसी पनि This is soup. Wow, soup nito ba so? Juicy रहेछ है। पखाने यति बेसी खानु पनि सक्दिनँ होला म त। ट्राई गरौँ। एकदम जुसी। एकदमै बोसो बोसो बेसी रहेछ। बोसो छ अझ खान सक्दैन होला।
मिठो भएछ नि अनि साथीहरु हाम्रोमा चाहिँ अब सानो कुकुरको बच्चा छ हैन कुकुरको बच्चा चाहिँ मैले उतापट्टि हैन थुनिराखेको छु अनि पुरा अब डिस्टर्ब हुँदैछ हजुरहरु नरिसाइदिनुस् होला एकदमै मिठो भएछ एकदमै जुसी कस्तो भेट्छ त्यो यति लास्ट बाइट हाम्रो है यति लास्ट बाइट हो कि यसमा चाहिँ अब मेरो पनि गुड लक रहेछ हैन मेरोमा पनि परेन रहेछ डल्ले खुर्सानी तिम्रो पनि पर्यो उसको पनि परेन रहेछ हैन सेकेन्ड खाना होला म त सेकेन्ड खाना भयो डल्ले खुर्सानी हालेको चाहिँ हैन हाम्रो दुईजना आमा छोरीको दुईजनाबाटै कसैकोमा पनि परेन रहेछ हाम्रो चाहिँ अब गुड लक रहेछ मैले दुईटा किङ चिल्ली हालेको थिएँ तपाईँले पाउँछ होला भन्थे
सुप चाहिँ एकदमै मिठो। अनि मैले चाहिँ मोमो चाहिँ फिनिस गरेँ होइन। अनि यो चाहिँ खान सकिनँ साथीहरू, साह्रै बोसो रहेछ नि त यो फाक्से चाहिँ पर्क। यहाँनिर पनि छ यी, साह्रै पिरो भएर साह्रै के भन्छ बोसो मात्रै रहेछ, खान सक्दिनँ होइन। किनभने मलाई बेसी चिप्लो चाप्लो चाहिँ होइन, मलाई चाहिँ ग्यास्ट्रिक छ नि त, त्यसले गर्दा चाहिँ मैले यो चाहिँ खान सकेन। अब यसलाई चाहिँ म भोलि बिहान खान्छु होइन। मैले खाएन भने हजुरहरू नरिसाइदिनुहोस् होला, माइना गरिदिनुहोस् होला होइन। किन पुरा तेलै तेल रहेछ नि त, पुरा बोसो भएको, खान सक्दिनँ बोसो चाहिँ। अनि हामीले चाहिँ अरूको मुखबाङ हेरेर चाहिँ के पर्क चाहिँ अब कस्तो मजाले खान्छ नि त, त्यसैले मैले पनि बनाएको, तर खानु सक्दैन रहेछ होइन। अनि मैले मोमोहरू चाहिँ फिनिस्ड गरेँ, तिमीले गरेँ फिनिस्ड? अनि लाइक सेयर कमेन्ट सब्सक्राइब प्लिज गरिदिनुहोस् होला। तिमी के भन्दै? जो चाहिँ मेरो मम्मीको युट्युब च्यानलमा न्यू भ्युअर्सहरू हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस्।